बा यो तमु जाति अर्थात् गुरुङ समुदायका घरहरूमा प्रायः सो झन्डा झुन्डाएको देख्छु, किन बा? यसको के छ विशेषता बा? यसमा चाहिँ गुरुङ जातिहरू हजुर जन्मजातै हजुर बुद्ध धर्मसित आस्था हुन्छ अरे उनको। ए हजुर, बौद्ध धर्म छ। बौद्ध धर्म, हजुर बुद्ध धर्म। कता कता यसो दायाँ बायाँ साथीहरूले गुरुङ भन्दा बाहेक जातका साथीहरूले यो त गुरुङको धर्म हो पनि भन्छन्। हजुर, तर धर्म चाहिँ कुनै जातको चाहिँ हुँदैन। हजुर, जुन जातले पनि मान्न सकिन्छ, होइन र? हजुर। ल यो त बुझे, तर झन्डा राख्नुको विशेष कारण के हो बा? यो राख्दाको के हुँदो रहेछ? यो राख्दाखेरि त्यो बुद्ध मान्छ, बुद्ध धर्म मान्दो रहेछ भन्ने कुरा बाहिरबाट हेर्ने आगन्तुकहरूलाई थाहा हुन्छ। धर्म झन्डा भएपछि होइन, त्यो झन्डामा के को निशाना हुन्छ? त्यो झन्डामा त्यो बुद्ध सम्बन्धित अक्षरहरू चाहिँ लेखिएको हुन्छ। तर त्यो अक्षर हामीले बुझ्दैनौँ, हामीले पढ्न पनि जान्दैनौँ। संस्कृत भाषा संस्कृत भाषा जस्तै बुद्धको आफ्नो नमस्ते बाबु आफ्नो लिपि हुन्छ होला। त्यो लिपिबद्ध हिसाबमा लेखेको हुन्छ। तर त्यो कुरा चाहिँ यो गुरुङ तामाङ जातिहरूमा प्रायः सो घरहरूमा राख्नुको कारण बौद्ध धर्मप्रति आस्था हो भनेर चिनाउन चिन्न पनि पर्छ र चिनाउँछ पनि। र अर्को कुरा त्यो जुन धर्मसित आफूलाई आस्था गरियो नि, त्यो धर्म चाहिँ सबसे राम्रो र ठुलो धर्म हो भन्ने कुरा हामी बुझ्छौँ। त्यही भएर अरूलाई बुझाउँदाखेरि पनि त्यसरी नै बुझ्दाखेरि राम्रो हुन्छ। बुद्ध धर्म आफैमा पनि एउटा शान्तिको प्रतीक हो, शान्तिको सन्देश संसारैभरि दिएको छ होइन। र यो हिसाबले बौद्ध धर्म हाम्रो हिन्दू वैदिक सनातनी धर्मको 8औं अवतारमा पनि गनिन्छ भन्ने कुरा छ। र बुद्ध धर्मको सिद्धान्त मान्ने हो भने बा यो चराचर संसार जगतलाई एउटा शान्तिको सन्देश पनि दिन्छ गर्छ। र यो धर्मको सिद्धान्तलाई आत्मसम्मान गर्ने हो भने, मान्ने हो भने यो जति राम्रो धर्म मैले अरू धर्ममा देखेन, जहाँ हिंसा छैन, सबैलाई प्रेम भाव छ, शान्तिको सन्देश छ, आफ्नत्व छ है बा। हस्, धन्यवाद बा, जानकारी दिनुभयो।